हेलो स्टुडेन्ट्स, धेरै दिनदेखि मलाई क्रिप्टो अर्थमेटिक्सको भिडियो बनाइदिनु सर भन्दै आइरहेको थियो होइन। साउट आउट टु निराजन र सचिन, मेरो स्टार स्टुडेन्ट्सहरू, तिनीहरूको लागि नै हो यो भिडियो चाहिँ स्पेसल्ली। कन्स्ट्यान्ट सेटिस्फ्याक्सन प्रब्लम के हो र यो क्रिप्टो अर्थमेटिक्स चाहिँ कसरी सल्भ गर्ने भन्ने चाहिँ यो भिडियोमा हेर्ने। क्रिप्टो अर्थमेटिक्स अलि धेरै लजिक र एकदमै क्यालकुलेसन गर्दाखेरि ट्रायल एन्ड एररको कारणले होइन त्यो हुन्छ भनेर अलि गाह्रो लाग्छ स्टुडेन्टहरूलाई। तर अब त्यसको हल्का ट्रिक्सहरू र प्याटर्न्सहरू चाहिँ अब यो भिडियोमा सिक्न गइरहेको छ है। ल केही नगरेर भिडियो स्टार्ट गरौँ। यो चाहिँ कन्स्ट्यान्ट सेटिस्फ्याक्सन प्रब्लमको डेफिनेसन हो। अनि कन्स्ट्यान्ट सेटिस्फ्याक्सन प्रब्लम भनेको यहाँ हेर्न सकिन्छ होइन। एसाइन गर्ने केही भ्याल्युहरू कुनै भेरिएबललाई ओबे गर्नु पऱ्यो क्या। कन्स्ट्यान्ट भनेको चाहिँ रुल्स हो भन्दा हुन्छ है। अब क्रिप्टो अर्थमेटिक्स भनेको चाहिँ होइन, भनेको चाहिँ यो कन्स्ट्यान्ट सेटिस्फ्याक्सन प्रब्लमको एउटा टाइप हो क्या। जस्तो कि क्रिप्टो अर्थमेटिक्सलाई चाहिँ कन्स्ट्यान्ट सेटिस्फ्याक्सन प्रब्लम भन्न मिल्छ, तर कन्स्ट्यान्ट सेटिस्फ्याक्सन प्रब्लम भनेको क्रिप्टो अर्थमेटिक हो भन्ने चाहिँ मिल्दैन क्या। अल ओर्स आर मिनरल्स बट all minerals are not ores। यो त पढेकै हो हामीले, साइन्समा धेरै रट्नै पर्थ्यो होइन यो कुरा। त्यस्तै कुरा है यो क्रिप्टो अर्थमेटिक्स भनेको। अनि यसको चाहिँ 4वटा जति रुल्स छ यसको, त्यो गरेर चाहिँ त्यो चाहिँ कन्स्ट्यान्ट्सहरू हो होइन। त्यो कन्स्ट्यान्टहरू चाहिँ सेटिस्फाई हुनु गरी एसाइन गर्नुपर्छ क्या भ्याल्यु। अब त्यो रुल्सहरू भनेको चाहिँ के हो एकछिन हेरौँ है। यो चाहिँ कन्स्ट्यान्ट्स अफ क्रिप्टो अर्थमेटिक्स हो। भेरिएबल्स मस्ट ह्याभ भ्याल्युज विदिन स्याम्पल स्पेस 0 देखि 9 सम्म। योभन्दा बाहिरको चाहिँ भ्याल्यु राख्न मिल्दैन। जस्तो कि एउटा भेरिएबल छ अरे ए भन्ने, त्यो भेरिएबल ए को चाहिँ भ्याल्यु अब सपोज 11 हुन सक्दैन क्या, यस्तो चाहिँ गर्न मिल्दैन। अनि बी को भ्याल्यु सपोज 12 दियो भने यस्तो चाहिँ यो क्रिप्टो अर्थमेटिक्समा गर्न मिल्दैन क्या। अब अल भेरिएबल्स मस्ट ह्याभ युनिक भ्याल्यु भन्छ। सपोज होइन ए को भ्याल्यु हामीले 1, सी को भ्याल्यु 1 हुनु पाएन क्या। मतलब सी नै हुनुपर्छ भन्ने चाहिँ होइन कि अरू कुनै पनि भेरिएबलको भ्याल्यु चाहिँ मतलब कोइन्साइड हुनु भएन क्या। जसको डी इजिकल्स टु सी, यस्तो इजिकल्स टु ए, यस्तो केही गर्न मिलेन क्या, इक्वल चाहिँ हुनु भएन। अनि पछि भ्याल्यु सुड सेटिस्फाई गिभन अर्थमेटिक एक्सप्रेसन भन्यो। सपोज ए प्लस बी इजिकल्स टु सी भनेर। अब ए प्लस बी सपोज हामीले ए को भ्याल्यु 1, बी को भ्याल्यु 3 गऱ्यो भने सी को भ्याल्यु इक्वल्स टु 4 आउँछ नि। अब यसले यो इक्वेसनमा हाल्यो भने होइन 1 + 3 इक्वल्स टु 4 सेटिस्फाई गऱ्यो नि त। यो चाहिँ गर्नुपर्छ भन्छ। अब 0 कान्ट बी एसाइन टु स्टार्टिङ भेरिएबल्स। जस्तो कि एबी प्लस बिए इक्वल्स टु सिडी छ अरे। सपोज ए र यो बी र यो सी को भ्याल्यु चाहिँ 0 हाल्न मिल्दैन क्या। यो चाहिँ अगाडिको भ्याल्यु स्टार्टिङ भ्याल्युहरूलाई चाहिँ 0 हाल्न मिल्दैन। त्यति चाहिँ रुल्स थियो यो क्रिप्टो अर्थमेटिक्सको। अब चाहिँ क्वेसन गर्नतिर लागौँ। ल यो एउटा क्वेसन हेर, एकदम सजिलो क्वेसन छ, जाँदा हुन्छ है। यो गर्न आयो भने चाहिँ पोज गरेर ट्राई गर। यदि आएन भने चाहिँ यो गर्नु यसरी स्किप हान्दा नि हुन्छ। यसरी हेर्दा क्रिप्टो अर्थमेटिक्समा चाहिँ सधैँ सुरुमा चाहिँ यो क्यारीहरूको भ्याल्युलाई चाहिँ एसाइन गर्ने क्या। जस्तो कि यो टिओजिओ प्लस ओयुटी छ होइन। यहाँतिरबाट केही क्यारी आउँछ होला नि त। क्यारी आएपछि यहाँ C1 क्यारी भनिदिउँ, C2 क्यारी भनिदिउँ होइन, लेट गरेको हो। अघिको रुल हेर्दाखेरि होइन यो हामीलाई थाहा थियो कि स्याम्पल स्पेस भनेको 0 देखि 9 सम्म छ भनेको होइन। अब 0 देखि 9 बिचमा होइन कुन पनि नम्बरहरू एड गऱ्यो भने होइन 20 त कहिले पनि पुग्दैन क्या। 2वटा नम्बर क्या, 2वटा नम्बर सपोज 9 र 9 नै एड गऱ्यो भने पनि होइन 18 आउँछ क्या। 18 भनेको त यो स्मलर देन 20 हो नि त। मतलब 2 चाहिँ कहिले आउँदैन क्या, 1 नै आउँछ। यो क्यारीको भ्याल्यु चाहिँ सधैँ 1 नै हुन्छ क्या। C2 को भ्याल्यु ल आयो भने चाहिँ 1 नै हुन्छ होइन। अनि हामीलाई थाहा छ कि 0 हाल्न मिल्दैन ओ को भ्याल्यु, किनकि फर्स्ट एलिमेन्टहरूको 0 हाल्न मिल्दैन भन्ने पनि रुल्स छ हाम्रो। अब यो 0 होइन भने चाहिँ यो 1 नै हुनुपर्छ होइन। त्यही भएर यो 1 हाल्नु पर्छ क्या। यसरी चाहिँ ओ को भ्याल्यु 1 आयो होइन।
ओको भ्यालु 1 आएपछि अब यो पनि 1 यो पनि 1 भन्ने कुरा हो नि त। यसलाई चाहिँ अब राम्रोसित हेरौँ भने चाहिँ यस्तो हुन्छ। यसको भ्यालु 1 आयो, यसको भ्यालु 1 आयो, यसको भ्यालु 1 आयो। अब 1 + 1 2 हुन्छ। t को भ्यालु 2 आयो। t को भ्यालु यहाँ पनि छ, t पनि हो नि त, t को भ्यालु 2 यस्तो आयो हैन। अब 2 + g गर्दाखेरि चाहिँ अब यो क्यारी पनि आइरहेछ क्या, क्यारी पनि आइरहेछ अनि 1 पनि आइरहेछ अनि यो u पनि आइरहेछ। अब यो भनेको चाहिँ के हो भन्दाखेरि 2 + k गर्दाखेरि चाहिँ अब क्यारी 1 जेनेरेट हुनसक्छ क्या। अब 2 सँग एड गरे 8 भनेपछि हैन 10 हुन सक्थ्यो। यो पनि क्यारी आयो हैन, एउटा c2 आउन सक्यो 1 हैन। अर्को पनि छ कि 2 + 9 गर्यो भने 1 11 आउँथ्यो अनि यो पनि क्यारी आउन सक्थ्यो क्या 1 हैन। अब यदि 7 भइदियो चाहिँ 2 + 7 गर्दाखेरि त 9 आउँछ नि त, यो त क्यारी आएन नि त। मतलब 8 र 9 चाहिँ हामीहरूको पोसिबल भ्याल्यु हो क्या यो g को। अब g को भ्याल्यु चाहिँ हैन सपोज हामीले यो 9 गर्दा भए चाहिँ हैन यो u को भ्याल्यु त 1 आउँथ्यो नि त, u को भ्याल्यु 1 क्या। अनि u को भ्याल्यु 1 आएर क्यारी 1 आउँथ्यो। अब 1 u को भ्याल्यु आइदियो भने त हैन o सँग कोइन्साइड हुन्थ्यो नि त, 1 र 1 दुईचोटि आइदियो नि त। यो त हाम्रो रुल्सले के भनेछ, गर्नु मिल्दैन भनेछ नि कन्स्टेन्ट अनुसारले। त्यही भएर यो चाहिँ 9 चाहिँ हुँदैन भ्याल्यु, मतलब 8 हुनु पर्यो क्या भ्याल्यु। अब त्यो गर्दाखेरि चाहिँ यहाँतिर यस्तो आउँछ 0 त अब कसैको छैन नि, 0 अगाडि पो आउनु मिल्दैन भने त पछाडि त आउनु मिलिहाल्यो हैन। त्यही भएर यसको भ्याल्यु चाहिँ यस्तो आउँदो रहेछ। अब त्यसो भए फाइनलमा लेख्दाखेरि चाहिँ यसरी लेख्नुपर्छ, therefore TO = GO = OUT गरेर अघिको भ्यालु हाल्नु पर्यो। यसरी चाहिँ अब फाइनलमा चाहिँ यस्तो गरेर एन्सर भनेर लेखिदिने हैन। यो चाहिँ हाम्रो सल्युसन भयो यसको। अब अर्को क्वेसन हेर्छौँ र यो क्वेसन हेरौँ। यो क्वेसन च्याट जिपिटीले देखाएर पनि रङ दिइरहेको थियो क्या। अब यो क्वेसन चाहिँ एकदम लजिकल टाइपको छ, त्यही भएर पनि अलिक गाह्रो मान्छ यसले हैन। ए को भन्छ, ए को यो चाहिँ क्यारी आयो नि त हैन। सुरुमा चाहिँ के गर्नु भन्दाखेरि कुन पनि क्वेसन दिएको छ भने सुरुमा क्यारीहरू एसाइन गर्नु क्या। यसको c1, यसको c2, यसको c3, यसको c4 गरेर क्यारी भनेर एसाइन गरिदिउँ हैन हामी। अब के छ भन्दाखेरि तीनवटा यस्तो डब्बा बनाइदिउँ, सजिलो हुन्छ डब्बा बनायो भने चाहिँ। यहाँ चाहिँ क्यारी 1, क्यारी 2, क्यारी 3 र क्यारी 4 छ हैन। अब कहिले पनि यस्तो क्रिप्ट अर्थमेटिकको प्रब्लम गर्दाखेरि चाहिँ यो क्यारी सिङ्गलसँग छ भने चाहिँ हैन यो अगाडि छ अनि अगाडिको भ्याल्यु 0 हुनु पाउँदैन अनि c4 को भ्याल्यु चाहिँ 1 अथवा 0 हुनुपर्छ हैन। अब यो 0 हुनु मिल्दैन भने चाहिँ 1 हुनु परिहाल्यो नि त हैन। त्यही भएर a को भ्याल्यु चाहिँ 1 आयो। अब a को भ्याल्यु 1 आयो भने यसको पनि 1, यसको पनि 1 आइदियो हैन। अब यहाँ चाहिँ के भन्छ भन्दाखेरि t + t = e भनेछ अनि यहाँबाट c1 पनि आइरहेछ। अनि यो 1 + 1 + c1 गरेपछि यहाँ जुन आउटपुट आउँछ हैन त्यो आउटपुट त अब अभियसली हैन यो c1 को भ्याल्यु त 0 र 1 छ हैन। 0 र 1 एड गर्यो भने त यो 10 त हुँदैन नि, 10 अथवा 10 भन्दा बढी त हुन सक्दैन नि त। मतलब यो c2 को भ्याल्यु चाहिँ 0 हुन्छ क्या, 1 त हुँदैन किनकि यो 8 हुनुपर्छ कि त क्यारी हैन, 8 अथवा 8 भन्दा ग्रेटर। क्यारीको भ्याल्यु त 1 र 0 बाहेक अरू केही हुनै मिल्दैन, त्यही भएर यो चाहिँ 0 हो। यसरी उडाउँदै जाने हो क्या। c3 + t = p + 10 c4 यो चाहिँ यसरी गर्न मिल्छ। यो क्यारी भनेको त योबाट आएको हो नि त, p बाट आएको हो नि त, यस्तो कुरा हो क्या। 10 + यस्तो p हो, यो भनेको चाहिँ 10 11 12 यस्तो यो भनेको चाहिँ p हो हैन। अब अगाडिको क्यारी भनेको चाहिँ 1 हो क्या, यो चाहिँ c4 हो, c4 अनि यो चाहिँ p हो हैन। यो 1s प्लेसमा छ, यो 10s प्लेसमा छ, त्यही भएर चाहिँ यसरी पनि म चाहिँ भिजुअलाइज गर्दाखेरि यसरी भिजुअलाइज गर्छु हैन।
अब यो C4 को भ्यालु हामीलाई थाहा छ कि 1 हो भनेर, यो भनेको 10 भयो यो टोटल भनेको हैन। P + 10 = T + C3। यो C3 भनेको चाहिँ हैन के हुँदो रहेछ भनेर हामी चेक गर्नुपर्छ क्या। अब यहाँ हेर यो C3 carry 3 + T = P भन्ने यहाँ थाहा छ हामीलाई। P + C4 10C4। अब हामीलाई थाहा छ कि C3 + T = P + 10C4। अब T ≠ P भन्ने पनि हामीहरूको त्यो रुल्सबाटै हुन्छ हैन। त्यसो भए चाहिँ यो C3 को भ्यालु चाहिँ 1 हुन्छ क्या। C3 को भ्यालु 0 हुनु पाएन त्यसको मतलब, किन भन्दाखेरि यो 10C4 भन्ने त अगाडि जान्छ नि त हैन। C4 को भ्यालु 1 भने हामीले थाहा पाइसक्यो, किनकि A को भ्यालु ≠ 0 हैन। अनि यो C3 + T गर्दाखेरि चाहिँ P + 10C4 आइदिन्छ नि त। अनि 10C4 भनेको त अगाडि क्यारी भएर जाने हो, C4 यसरी जाने हो नि त। यो P को भ्यालु मात्र बाँकी रहने हो नि त यता हैन। यो P भनेको चाहिँ T + C3 हुन्छ क्या। अब T ≠ P हामीलाई थाहा छ यहाँ यो जस्तै हैन। यो चाहिँ हामीहरूको त्योबाटै आउँछ, हाम्रो त्यो रुल्सहरुबाट हैन। त्यसो भए चाहिँ C3 चाहिँ 1 हुनु पर्यो क्या। 0 भइदा त इक्वल भइदिन्छ नि त। त्यही भएर यहाँबाट चाहिँ C3 को भ्यालु चाहिँ 1 हो भन्ने थाहा पाउँछ हामीले। ल यसमा हेरौँ है फेरि, T + C3 = P + 10 times of C4 भनेछ हैन। यो वाला टर्म त क्यारीमा गइहाल्छ हैन, P मात्रै बाँकी हुन्छ नि त यता त। अब त्यसको मतलब चाहिँ हैन T + C3 = P हुनु पर्यो। अनि जे पनि त्यो आउँछ यो 10 वाला यो त क्यारी भएर अगाडि गइहाल्छ हैन, त्यो भनेको 1 नै हुन्छ। मतलब यो T + यो भनेको चाहिँ 10 अथवा 10 भन्दा ग्रेटर हुनु पर्यो क्या। P is greater or equals to 10 हुन्छ क्या। अब हामीलाई थाहा छ कि कुनै पनि सिंगल भ्यालु हैन 9 भन्दा ठुलो त हुनै सक्दैन। त्यो स्याम्पल स्पेसमै 0 1 2 3 4 5 6 7 8 9 छ हैन। अब 9 भन्दा ठुलो त हुनु भएन। त्यसो भए अब यो T को भ्यालु पनि हैन 9 अथवा 9 भन्दा स्मलर हुन्छ क्या हैन। अब C3 भनेको भ्यालु, C3 को भ्यालु त अब 1 कि त 0 हुन्छ, 1 or 0 हैन। अब C3 को भ्यालु 0 भइदियो भए चाहिँ हैन यो म्याक्सिमम भ्यालु अफ T त 9 हो नि। म्याक्सिमम भ्यालु अफ T हाल्दा पनि हैन यसको क्यारी निकाल्न सकेन क्या। यो P को चाहिँ यो C4 1 हुनुको लागि त हैन यो C3 चाहिँ 0 हुनु पाएन क्या। त्यसैले यदि यो C3 चाहिँ 0 भइदिएको भए चाहिँ सपोज यो 9 हाल्यो, 9 + 0 यो म्याक्सिमम भ्यालु हो नि त T को त। T को म्याक्सिमम भ्यालु हाल्दाखेरि पनि हैन यो 0 हाल्दाखेरि चाहिँ यो P को भ्यालु चाहिँ 9 मात्रै आयो हैन। अनि क्यारी चाहिँ आएन क्या। यो क्यारी त आउनु परिहाल्यो, त्यो त थाहा भएको कुरा हो। यो अगाडिको यो C4 = 1 भनेर निकालिसक्यो हामीले। त्यसो भए चाहिँ C3 को भ्यालु चाहिँ 1 हुन्छ क्या। अब यस्तो गर्यो भने चाहिँ अब म्याक्सिमम भ्यालु अफ T हाल्ने पछि मात्र यो P = 10 आउँछ क्या। अब यो P भनेको त यो अगाडिको भ्यालु चाहिँ क्यारी हो हैन, त्यही भएर P को भ्यालु चाहिँ 0 आउँछ। र यसलाई राम्रोसित लेखौँ हैन। अनि since T is less than or equals to 9, P = 0, T = 9, C3 = 1 हुन्छ हैन। अब L को भ्यालु चाहिँ के हो भनेर L = 2A + C1, 2A + A को भ्यालु 1, C1 को भ्यालु चाहिँ अब T को भ्यालु 9 आएछ भने योमा हाल्दिउँ 9 9 9, P को भ्यालु 0, P को भ्यालु 0। अब T को भ्यालु 9, 9 + 9 18, 18 क्यारी ओभर C1 को भ्यालु पनि 1 नै आयो, मतलब यो 1 हो।
यो 2a भने a को भ्यालु चाहिँ a इक्वल्स टु 1 हो, थाहा छ हामीलाई। त्यसैले 2a भनेको चाहिँ 2 प्लस 1 l को भ्यालु इज इक्वल्स टु 3, l को भ्यालु 3। यो c1 प्लस a इज इक्वल्स टु 3, e को भ्यालु 8 यहाँबाट आइरहेछ। h को भ्यालु चाहिँ 2, किनकि e प्लस h इज इक्वल्स टु p। अनि p को भ्यालु चाहिँ यसमा चाहिँ 0 भनेर लेख्छ हैन, लेख्दाखेरि चाहिँ 0 नै हो। तर यो 0 भनेको चाहिँ कसरी आयो भन्दाखेरि c3 10c3 प्लस 0 हो क्या, यस्तो हो p को भ्यालु चाहिँ खास गरी। तर यो 10c3 चाहिँ क्यारी भएर यहाँ अगाडि आयो क्या। यही हो म्याक्सिमम कन्फ्युज हुने ठाउँ चाहिँ हैन, अर्थमेटिकको क्यारी गर्दाखेरि चाहिँ क्यारीको पछाडिको भाग मात्रै बाँकी हुन्छ क्या। त्यो कसरी भन्दाखेरि चाहिँ अब एउटा एक्जाम्पल नै हो त्यसको। सपोज 9 प्लस यस्तो छ हैन, 9 प्लस 8 गर्दाखेरि चाहिँ 17 आउँछ हैन, 17 प्लस 4। अब 9 प्लस 8 गर्दाखेरि त खास गरी 17 आउने हो नि त। यसको यतातिरको यो 1s भ्यालु भनेको त 17 त हुनु पाएन नि त, यो 1 चाहिँ यता क्यारी आयो नि त। मतलब यो वाला भ्यालु चाहिँ 7 हो हुन चाहिँ, लेख्दाखेरि चाहिँ 7 लेख्छ हैन। यो सपोज a र b थियो भने यो b को भ्यालु चाहिँ 7 भयो हैन। तर यो b को होल भ्यालु भनेको त यो 10s प्लेसको प्लस 7 हो नि त, 17 हो नि त हैन। त्यस्तै हो क्या, यो कुरामा चाहिँ धेरै कन्फ्युज हुन्छ। कन्फ्युज भयो भने चाहिँ हैन हल्का रिपिट गरेर हेर्दा पनि हुन्छ, त्यसमा केही चिन्ता लिनु पर्दैन। त्यही भएर म चाहिँ कहिले पनि हैन यो भिजुअलाइज गर्दाखेरि यसरी भिजुअलाइज गर्छु। क्यारी हैन, सपोज यो क्यारी हो अनि यहाँतिर चाहिँ एउटा भेरिएबल हुन्छ सपोज p, अनि p को भ्यालु चाहिँ यो केही हुन्छ। अनि यो c भनेको चाहिँ 10 टाइम्स क्यारी प्लस p हो नि त, यो 1p भनेको हैन। p भनेको चाहिँ भेरिएबल हो क्या, अनि यो p को भेरिएबलको भ्यालु चाहिँ 0 1 2 3 जे पनि हुनसक्छ। यसरी चाहिँ भिजुअलाइज गर्छु। अब यो टोटलको भ्यालु एन्सर निकाल्यो भने चाहिँ के आएको थियो भन्दाखेरि t इक्वल्स टु 819, t इक्वल्स टु 9219। अब यो एड गरेपछि चाहिँ APPLE इक्वल्स टु यो एड गर्नुस् त आउँछ किन, यो हेर्नुस् 10038 आउँछ है। मैले गरेको छु, ल आयो। यो चाहिँ हाम्रो एन्सर हो। अब एउटा एकदमै गाह्रो क्वेसन गरौँ है। यो पास्ट क्वेसनमा पनि आएको रहेछ। यो चाहिँ मैले गर्दाखेरि चाहिँ अलि गाह्रै लाग्थ्यो मलाई, अलि मजा आयो गर्न चाहिँ। त्यो होस् स्विम प्लस वेयर इज इक्वल्स टु रिल्याक्स। अब सधैँ पनि हैन यो क्यारी एसाइन गर्नु यस्तो प्रब्लमहरुको लागि यो 4 वटा छ अनि यो 5 वटा छ, 5 टर्म्स। यो चाहिँ 4 वटा प्लस 4 वटा र 5 टर्म्स आछ नि त। यस्तो प्रब्लमहरुलाई चाहिँ सुरुमा सधैँ क्यारी एसाइन गर्नुपर्छ। ल अब क्यारी एसाइन गर्दाखेरि चाहिँ के आउँछ भन्दाखेरि C1 C2 C3 C4 R is equals to C4 is equals to 1 because R is not equals to 0। यो चाहिँ हाम्रो अर्थमेटिकै रुलै हो, अगाडिको भ्यालुलाई चाहिँ 0 दिनु मिल्दैन। R को भ्यालु 1 आयो, त्यसो भए यो 1 आयो भने यो पनि 1 आयो। अघिको क्वेसनहरु चाहिँ अलि सजिलो भएको कारणले यतिकै टेबल बनाए जस्तै गरेर सिधै भ्यालु एसाइन गर्दै गएको थियो हैन। अब यसमा चाहिँ अब गाह्रो भएको कारणले इक्वेसन लेखौँ है सुरुमा। यसको इक्वेसन कसरी लेख्ने यो प्याटर्न हेरेर थाहा पाइहाल्छ तिमीहरु। m प्लस r इज इक्वल्स टु x प्लस यो c1 को चाहिँ 10c1 किनकि यो क्यारी भएर गएको हो नि त c1 त। यो प्लस 10c1 अघिको देखाएको थिएँ मैले तिमीलाई। i प्लस a प्लस c1 इज इक्वल्स टु
a plus c2 times 10 अनि w plus e plus c2 is equals to l plus c3 times 10 के हुन्छ भन्दाखेरि यो वालाको अगाडिको क्यारी जुन छ त्यो चाहिँ 10 टाइम्स गरेर एड गर्दै जाने है। यो जस्तै i plus a plus c1 यो माथिको चाहिँ एकचोटि मात्रै एड गर्ने। यो i plus a plus c1 इज इक्वल्स टु a plus c2 मतलब यो अगाडिको यसको अगाडिको c2 टाइम्स 10 त्यस्तै गरी w plus e plus c2 माथिको एकचोटि अनि इज इक्वल्स टु l plus c3 अगाडिको टाइम्स 10 त्यस्तै गरे अनि s plus w plus c3 इज इक्वल्स टु e टाइम e plus c4 टाइम्स 10 यो चाहिँ इक्वेसन लेख्ने तरिका हो। अनि त्यस्तै गरी r1 इज इक्वल्स टु c4 इज इक्वल्स टु 1 ल यसरी यो चाहिँ इक्वेसन लेख्ने तरिका हो। यो स्पेस कम भएको कारणले चाहिँ म चाहिँ इक्वेसन मेटिहाल्छु, नोट गरिनुहोस्, नोट गर्नुपर्छ भने। ल यो इक्वेसनहरू लेखिसकेपछि चाहिँ सल्युसनमा जाउँ। अघिको त्यो 4वटा इक्वेसनहरूलाई चाहिँ 1 2 3 4 गर्दै नोटेसन गर्न पनि मिल्छ, यस्तो आई गरेर हैन। ल यस्तो नोटिफिकेसन चाहिँ गरेर राख्नु अहिले। अब फ्रम अघिको आईबाट चाहिँ यो लेख्न मिल्छ w m plus r is equals to x plus 10 times c1 m plus r is equals to x plus 10 times c1 हैन। अब r भनेको चाहिँ 1 हो, 1 हो हैन। त्यसो भए m is equals to x plus 10 c1 minus 1 अनि हामीलाई यो थाहा छ कि हैन, कुनै पनि यो क्रिप्टो अर्थमेटिकमा चाहिँ एउटा भेरिएबलको भ्यालु चाहिँ 10 अथवा 10 भन्दा चाहिँ स्मलै हुन्छ क्या, एउटा मात्रै भ्यालुको चाहिँ। यो 0 1 2 3 देखि 9 सम्मको त्योमा हुन्छ नि त हैन, रेन्ज स्याम्पल स्पेस हाम्रो त यो हो। त्यही भएर यो m को भ्यालु चाहिँ 10 9 लाई एक्सिड गर्न सक्दैन क्या। त्यसको मतलब यो c1 को भ्यालु चाहिँ 0 हुन्छ, मतलब m is equals to x minus 1 हुनु पर्यो। m is equals to x minus 1 लाई 7 लेख्नु हुन्छ, x is equals to m plus 1 हैन। is equals to m plus 1 भनेर लेख्न मिल्छ हैन। अब यो आउन त आयो, तर के आयो भन्ने कुरा आयो हैन। यसको मतलब चाहिँ के हो भन्दाखेरि x को जे पनि भ्यालु छ m भनेको चाहिँ x को m भनेको चाहिँ त्यसको माइनस एक सानो आउने भयो क्या। जस्तो कि x को भ्यालु 4 आयो भने m को भ्यालु चाहिँ 3 आउँछ क्या। जस्तो कि नेक्स्ट टु इच अदर टाइपको क्या, 2 आयो भने 3 आउँछ, 3 आयो भने 4 आउँछ, यस्तो टाइपको क्या, नेक्स्ट टु इच अदर। यो भन्नको मिनिङ चाहिँ के हो भन्दाखेरि पेयर्समा आउने भयो क्या, करेस्पोन्डिङ पेयर्समा। देयरफोर m, x r PAIRS पेयर्स अफ, अघि नै हामीले गरिसक्यो कि हैन। यो c1 चाहिँ इज इक्वल्स टु 0 भन्ने हामीले अघि थाहा पाइसक्यो। c1 को भ्यालु चाहिँ 0 हुनुपर्छ भनेर।
C1 इक्वल्स टु 0 भन्ने पनि थाहा छ हामीलाई होइन। MNX पेयर्स अफ C1 इज इक्वल्स टु 0 भन्ने पनि थाहा छ, मतलब यो भनेको 0 हो। अब MNX पेयर्स अफ के हुन्छ भन्दाखेरि अब C1 0 हुनुको लागि त अब यो M र R को पेयर भनेको चाहिँ एड गऱ्यो भने चाहिँ 10 भन्दा सानो हुनु पऱ्यो नि त, मतलब 5,6 को पेयर जस्तो हुनु मिलेन नि त होइन। यो करेस्पोन्डिङ हुन्छ भने चाहिँ एउटा चाहिँ करेस्पोन्डिङ मतलब एक्स चाहिँ 6 भयो भने M चाहिँ 5 हुन्छ भने हो नि त, करेस्पोन्डिङ भने जस्तै एकले मात्रै डिफ्रेन्स छ, एकको मात्रै डिफ्रेन्स छ दुइटामा। अब एड गर्दाखेरि चाहिँ यो 10 भन्दा त ग्रेटर आयो नि त होइन। यो चाहिँ आउनु मिलेन किनकि C1 त 0 छ, यो C1 0 आउनुको लागि 10 अथवा 10 भन्दा ग्रेटर चाहिँ सम हुनु मिलेन क्या। त्यही भएर यसको मिनिङ चाहिँ हामीहरूको स्याम्पल स्पेस फर त्यो M र X को भ्यालु चाहिँ हुन्छ 3,4 M, X को पेयर इज इक्वल्स टु यो 2,3, 4 र 5। यसको भ्यालु हेऱ्यो भने चाहिँ होइन एड गर्दाखेरि यसको 7 आएर चाहिँ यसको 5 आएर चाहिँ यसको 9 आएर छ, मतलब यो अल आर लेस देन 10 होइन। यो चाहिँ पोसिबल भ्यालुहरू हो। अब यो मात्रै किन भयो होइन, यो 3वटा मात्रै किन भयो, यस्तो पनि त हुनसक्थ्यो होला 1 र 7 होइन। यस्तो सोच्ने छ भने चाहिँ होइन किन हुन्न भने चाहिँ R को भ्यालु 1 आइसक्यो नि त, त्यसो भए यो M को भ्यालु 1 त आउनु मिलेन नि। त्यही भएर यिनीहरूलाई सब कन्सटेन्टहरूलाई हेरेर चाहिँ यो 3वटा मात्रै पोसिबल भ्यालु छ M र X को। यो चाहिँ M हो, यो चाहिँ X हो, M हो X M X, यो पेयरहरूमा राख्यो क्या, यो पछि सजिलो होस् भन्यो। यसलाई चाहिँ एस्ट्रिक भनौँ। अब इक्वेसन 2 हेरौँ, अघिको 4वटा लेखाएको थियो नि त्यसको इक्वेसन 2 हेर्दाखेरि चाहिँ यस्तो थियो होइन। अब C1 भनेको त 0 हो, अघिको त्योमा हेरिसक्यो हामीले होइन। अब यो आयो होइन, त्यसको मतलब अब अब A र A काटिदिउँ, यो त इक्वालिटीमा छ नि त, इक्वालिटीमा काट्न मिल्छ यस्तो बेला चाहिँ। A र A कोही मल्टिपल त छैन यहाँ, त्यही भएर A र A काटिदियो होइन, A इज इक्वल्स टु 10 C2 आयो क्या। अब योमा पनि थाहा छ कि हामीलाई होइन I इज लेस देन 10 क्या। यो त हाम्रो स्याम्पल स्पेसले नै भन्छ 0 देखि 9 को बिचमा होइन। अब यो त अब 10 C2 भने चाहिँ यो C2 को भ्यालु 1 कि त 0 हुन्छ होइन। C2 को भ्यालु 1 आयो भने त I को भ्यालु 10 आइदियो, 10 त हाम्रो मिल्दैन नि त I को भ्यालु। त्यही भएर चाहिँ यो C2 को भ्यालु चाहिँ योबाट पनि 0 आयो, देयरफोर C2 इज इक्वल्स टु 0। योबाट I इज इक्वल्स टु 0 पनि आउँछ। C2 इज इक्वल्स टु 0। अब फ्रम 3 and 4, 3 र 4 युज गरौँ है। अब चाहिँ W प्लस S इज इक्वल्स टु E प्लस 10 माइनस C3, W प्लस E इज इक्वल्स टु L प्लस C3 प्लस 10 माइनस C2 अघि भर्खरै निकालेको 0 भनेर होइन। अनि अब चाहिँ यतिसम्म चाहिँ हामीले गऱ्यो होइन। अब चाहिँ के गर्न मिल्छ भन्दाखेरि होइन, यो अब चाहिँ कि सिम्प्लिफाई नै गर्नु मिल्दैन क्या, योभन्दा यतिसम्म मात्रै पुग्यो हाम्रो। अब चाहिँ अन्दाजिफिकेसन मात्रै युज गर्नु मिल्छ क्या। अब अन्दाजिफिकेसनमा चाहिँ अब भ्यालु हाल्दै गर होइन, त्यो तिमीहरू अब पज गरेर हाल्दै गर्न सक्छौ होइन। अलिक गाह्रै छ यो त्यही भएर गाह्रो भनेको क्या, धेरै त्यो क्यालकुलेसन चाहिन्छ यसमा। अब मैले चाहिँ क्यालकुलेट गर्दाखेरि चाहिँ अब भ्यालु निकालिसकेँ, त्यही भएर ठ्याक्कै आउँछ होइन। र अब तिमीहरूले पनि ट्राई गरेको चाहिँ W को भ्यालु चाहिँ अब 7 हान्दिएँ मैले, एन्ड S इज इक्वल्स टु 5 से हो है। यो मैले केही गरेँ होइन, डिराइभ गरेको होइन, सिधै मैले अन्दाज हान्ने मात्रै हो। यो हानेपछि चाहिँ एन्ड C3 इज इक्वल्स टु 0,
C3 पनि 0 भनेर मान्दे 12 इज इक्वल्स टु E प्लस 10 माइनस C3 हुन्छ। यो अघिको W प्लस S इज इक्वल्स टु E प्लस 10 माइनस C3 वाला चाहिँ नि त्यही हो क्या। यो गरेपछि चाहिँ के आउँछ भन्दाखेरि E इज इक्वल्स टु 12 माइनस 10 अनि C3 को भ्यालु 0 यहाँ लेट गरेर छ हामीले यो C3 को भ्यालु चाहिँ त्यसो भए E इज इक्वल्स टु 2 आइदियो क्या। चाहिँ 1 हुनु पर्दैन नि त। यदि C3 यो चाहिँ लेटै गरे है यो 0 भनेर केही अरू केही उपाय छैन। E को भ्यालु 1 आउँदैन नि त। R को भ्यालु पनि 1 र E को भ्यालु पनि 1 त सँगै हुनु मिल्दैन नि त। त्यो रुलमै E भनेको त्यसो भए 3 को भ्यालु चाहिँ 0 आयो क्या। 2 आयो। W भनेको 7 छ 7 S भनेको 5 छ S E भनेको 2 छ 2 आएपछि 2 भयो। अब L प्लस L इज इक्वल्स टु W प्लस E L इज इक्वल्स टु W प्लस E छ नि त। W भनेको 7 छ E भनेको 2 अघि भएर निकालेको मतलब X को र M को भ्यालु चाहिँ कसरी निकाल्ने भन्ने आउँछ कुरा यहाँ। यो र यसको भ्यालु चाहिँ अघिको स्टार हामीले लेट गरेको थियो नि त्यो स्टारवाला इक्वेसन हेरौँ है त्यो पेयरवाला। M, X इज इक्वल्स टु कति थियो 3, 4 2, 3 र 4, 5 यो चाहिँ हाम्रो अघिको स्टारवाला इक्वेसन थियो होइन। अब हामीलाई थाहा छ कि होइन अरू भ्यालुहरूसँग कम्पेयर गरौँ। अब 5 त S भनेको 5 हो होइन मतलब यो वाला मिलेन अनि के अरू E भनेको 2 होइन E भनेको 2 भनेपछि यो 2 वाला पनि गर्न मिलेन क्या। अब M को भ्यालु 3 आयो X को भ्यालु 4 आयो क्या। त्यसको मतलब तीनवटा पोसिबल थियो तीनवटै पोसिबल कुरा भइसक्यो होइन। मतलब यो वाला चाहिँ अब हाम्रो भ्यालु हो क्या M इज इक्वल्स टु 3 X इज इक्वल्स टु 4। यो वाला कन्फ्युज हुन्छ है यो स्टेप चाहिँ फेरि हेर्नु यो चाहिँ होइन। यो M, X चाहिँ 3, 4 चाहिँ किन भयो भन्दाखेरि यो 2, 3 चाहिँ किन हुन पाएन भन्ने M को भ्यालु चाहिँ 2 भएर E को भ्यालु पनि 2 सँगै हुनु मिल्दैन। दुईटै भेरिएबलको सेम भ्यालु नहुनुको कारणले अनि X को भ्यालु पनि 5 हुनु पाएन किनकि S को भ्यालु 5 भइसक्यो सुरुमा। त्यही भएर 4, 5 पनि हुनु पाएन M, X होइन। अनि लास्टमा बाँकी भएको M, X चाहिँ 3, 4 मात्रै भयो। त्यही भएर 3, 4 भयो। यो गरेपछि चाहिँ हाम्रो सब टोटलको भ्यालु आउँछ सबको। M को भ्यालु 3 यसको भ्यालु 4 I को भ्यालु चाहिँ 0 भन्ने हामीले अघि थाहा पाइसकेको थियो। I इज इक्वल्स टु 10 C2 थियो अनि C2 भनेको चाहिँ अब 0 हुन्छ किनकि I भनेको चाहिँ 10 त हुनै सक्दैन अभियसली होइन 9 नै हो हाम्रो अप्पर लिमिट। त्यही भएर I को भ्यालु चाहिँ 0 आएको थियो अघि। त्यसरी चाहिँ I को भ्यालु 0 आएको थियो होइन। त्यो 0 छ। अब 0 प्लस A भनेको छैन A को भ्यालु चाहिँ जे पनि दुईवटा छ क्या पोसिबल भ्यालु A को चाहिँ। यो 6 पनि छ 8 पनि छ क्या। यो 6 र 8 जुन हाल्दा पनि हामीहरूको सल्युसन चाहिँ आउँछ। यसलाई चाहिँ फर्मली लेखौँ है। लेखौँ अल्टरनेटिभ चाहिँ के छ भन्दाखेरि यसको भ्यालु वेयरको भ्यालु इज इक्वल्स टु 7281 अनि यो रिल्याक्सको भ्यालु चाहिँ एक्सको भ्यालु चाहिँ 12984 आउँछ क्या यस्तो गरेर। यो स्विमको भ्यालु चाहिँ यही हुन्छ 5703। यो चाहिँ हाम्रो सल्युसन भयो। पक्कै पनि योमा एकदमै कन्फ्युजन चाहिँ भयो होला होइन। म पनि हल्का कन्फ्युजनै छु योमा। कन्फ्युजन यो सल्युसनमा भन्दा पनि यसको प्रोसेसको
यो कसरी चाहिँ यो अन्दाज लाउनु चाहिँ ठ्याक्कै अन्दाज लाउनु चाहिँ हल्का गाह्रै छ क्या। त्यही भएर चाहिँ अलिक टाइम लाग्नेवाला क्वेसनै हो। ल यति भन्दै थ्याङ्क्स फर वाचिङ। निराजन र सचिनलाई भोलि क्लासमा आएर सोध्छु म। केही नबुझ्यो भने कमेन्टमा सोद्धा हुन्छ। कमेन्टमा सोधेर चाहिँ अब त्यसको एन्सर चाहिँ म चाँडै दिन कोसिस गर्छु। ल यति भन्दै भिडियो सिद्धियो। भागा पढ्न मुलाहरू, पढ्न भागा अब तिमीहरू सबजना। हेरेर मात्रै हुन्न, पढेर पनि हुनुपर्छ। प्र्याक्टिस गर्न जाऊ, भागा।